हेलो गुड मर्निङ एभ्रिवान, स्वागत छ फेरि पनि मेरो सानो मिनी ब्लगमा। आज डे अफ भएकोले गर्दाखेरि आज चाहिँ म र मेरो रुममेट बहिनीसँग चाहिँ म बाहिर हल्का सपिङ गर्नुको लागि म जान लागेको छु। सपिङ के भन्दाखेरि चाहिँ ग्रोसरी सपिङ गर्ने, हल्का खानुपिनु त पऱ्यो होइन, ल्याउनु त पऱ्यो होइन। त्यसैले गर्दाखेरि डे अफ भएकोले गर्दाखेरि बहिनी र मैले चाहिँ प्लान गरिरहेको थिएँ हामी जानुपर्छ है सपिङ गर्नुको लागि हल्का भनेर। र म कहाँ जानलाई चाहिँ नजिकै छ, टाढा पनि छैन, जस्ट 10-15 मिनट्स अन्ली द वे हो होइन। अनि अरू के भन्न चाहन्छु भने अहिले करेन्टली अब कतारको सिचुएसन एकदमै डरलाग्दो चाहिँ नभनौँ होला, तर ठिकै छ राइट नाउ होइन। हामी सबैजना सेफ छौँ, ठिक छौँ होइन, किनभने हाम्रो किनभने हाम्रो कतार गभर्मेन्टले अहिले चाहिँ एकदमै हाम्रो लागि एकदमै राम्रो गरिरहेका छन्, हाम्रो लागि सोचिरहेका छन्। त्यही भएर हामी कतार गभर्मेन्टलाई मान्नुपर्छ, एप्रिसिएट गर्नुपर्छ, किनभने Qatar is the best for me because of I'm living here 10 years in Qatar, so I know that very well. So you can follow the instruction of Qatar government, please guys होइन। हजुरहरूले प्लिज आफ्नो बारेमा पनि होइन अरूको बारेमा सोच्नुपर्छ। त्यही भएर नचाहिँदो भिडियोहरू नबनाउनुहोस्, पोस्ट नगर्नुहोस्। यु क्यान फलो द इन्स्ट्रक्सन अफ कतार गभर्मेन्ट बिकज वी आर हियर, हामीले फलो गर्नुपर्छ होइन। सो गाइस त्यही भन्न चाहन्छु। र स्पेसली मेरो मुस्लिम साथीहरूलाई पनि म के भन्छ भने रमादान भएकोले गर्दाखेरि चाहिँ ह्याप्पी रमादान टु अल अफ माई फ्रेन्ड्स होइन। हजुरहरूले राम्रोसँग रमादान बनाउनुहोस् होइन। एन्ड डोन्ट वरी अबाउट एनिथिङ, वी अल आर सेफ, ओके प्लिज गाइस होइन। त्यही हो मेरो कुरा होइन, अरू त के भन्नु सक्छु होइन। अब त्यही हो। अनि त्यसैले गर्दाखेरि चाहिँ अब चाहिँ म रेडी हुन जान्छु। रेडी भइसकेर हजुरलाई मैले के लगाएँ, कस्तो देखेँ भनेर म देखाउँछु हजुरलाई होइन। सो विल बी ब्याक गाइज, सो आइम गोइङ टु गेट रेडी, बाई बाई, विल गो ब्याक। हाई गाइज, वेलकम ब्याक अगेन मेरो मिनी ब्लगमा। म फेरि यस्तो गेटअप नर्मल होइन, किन नजिकै छ। सो दिस इज माई आउटफिट टुडे, ओके। अब हामी मार्केट जान लागेको। सो मार्केट गएर हामी के सपिङ गर्छौँ, हजुर त्यति साह्रो नकल पार्नु पर्दैन, त्यही भएर यही हो मेरो आउटफिट गाइस। सो म हजुरलाई देखाउनुहोस् मेरो बहिनी चाहिँ के गर्दैछ ल। यो चाहिँ उसको अर्को कोठा हो, यो अर्को रुममा बस्छ ल। बहिनी चाहिँ रेडी भइसकेको छ गाइस। सो सी इज द वान, मेरो रुममेट बहिनी। र हामी गइरहेको छौँ। उसले अघि अर्कै लगाएको थियो होइन, अर्कै फेरि उसले चेन्ज गरेछ। अर्को ला हेर न, अघि अर्को ड्रेस थियो, अहिले हेर न। छोरी मान्छेको नकल यस्तो हुन्छ क्या आइज, हेर्नु न। लु हेर्नु न छोरी मान्छेको नकल हेर्नुभएको छ तपाईँले। यसो देखेर कति राम्री छ, आम्मामा स्वर्गीय अप्सरा हो मेरो बहिनी। ल ल अब हामी चाहिँ मार्केट जान लागेको होइन बहिनी, नजिकै। ओके, सो हामी फेरि पनि अब हजुरलाई हामी भेट्ने छौँ, आउने छौँ है गाइस। ल तबसम्म हजुरले प्लिज वेट गरेर बसिदिनु होला, थ्याङ्क यू। ल गाइस अब हामी चाहिँ हिँडेको है। के भन्नु छ? टुगेदर गाइज, यसको मुड छैन आज, जबरजस्ती हामी हिँडेको नि त। आज सपिङ गर्नै पर्छ, अहिले कतारको स्थितिले गर्दाखेरि पनि होइन, डर भए पनि। तर हामी इट्सुकै, हामीहरू ओके, हामी वीर गोर्खालीको छोरी हो, वी आर भेरी स्ट्रङ होइन, नथिङ टु ह्यापन होइन। सो वी गोइङ, आवर लिफ्ट इज ओपन। खै यता आइज न कान्छी, कस्तो देखिरहेछ हामीलाई? यस्तो यो टाउको बाँध्दा चाहिँ मलाई एकदम माटोकै मान्छे जस्तो लाग्छ। ओके ल गाइस, हामी अब उबर बुक गर्नुपर्ने हुने पर्छ होइन, उबर बुक गर्छौँ अब हामीले। हाई गाइस, म चाहिँ अब यहाँ गाडी बुक गर्दैछु होइन, हल्का टिकटसहरू बनाइयो। अब हामी गाडी बुक गर्दैछौँ। हामी कहाँ जाने अरे? यो के अरे पाण्डा हाइपर मार्केट भन्ने ठाउँ। ल मैले बुक गरेँ यो होइन, यो होइन हेर त। हजुर, बिन मोहम्मद पाण्डा हाइपर मार्केट। मिनेट देखायो, मिनेट भएको छैन पक्नु। त्यही हो। ल पानी पो आएर कसरी जाने हो? गाडीमा चढेर जाने हो। सर जाउँ न माया, हर जाउँ न सर। हेर्नु त यहाँ रमजानको बेलामा त्यसलाई खुट्टा देखाएर हेर्नु कसले लायो गाइज? हुन्छ कि आफ्नो सबैको हो। यस्तो त एलाउड छैन नि त यार कतारमा, दिस कतार नट नेपाल। ओके गाइज,
आफ्नै दुनियाँ छ क्या, आफ्नै दुनियाँ। कस्तो देख्छु म गाइस एकदम झक्कास माटोकै टिम देखिरहेछ। जय माटो ल। साँच्चै यो कुरा गर्दाखेरि म एउटा कुरा भन्नु मन लाग्यो होइन। अब भोलि फागुन 21 गते अब एकदम भव्यको साथ अब हुनु गइरहेको चुनावमा सबैजनाले जति पनि अहिलेसम्म अबुझ हाम्रो जेनजी भाइ र प्लस बुढापाकाहरू त बुझिसक्नु भएको छ हामीले कसले समर्थन गर्नुपर्छ भनेर। प्लिज हजुरलाई पनि मैले भन्न चाहन्छु र अहिले पनि टाइम छ, सो प्लिज डोन्ट बी लेट होइन। हजुरहरू सबैजनाले प्लिज बुझेर होइन, फेरि पनि अहिले पनि टाइमिङ छ, समय छ, आज दिनभरिमा तपाईँहरूले बुझ्नुहोस् कसलाई दिँदाखेरि राम्रो हुन्छ। एकचोटि उहाँलाई पनि दिएर हेरौँ। हाम्रो नयाँ संस्कृति पार्टी हाम्रो हर्का साम्पाङ सर होइन, म पनि एकदम बिग फ्यान हो। सो म हजुरलाई फोर्स गर्दिनँ, सो अप टु यु गाइज, प्लिज बुझेर त हजुरले गर्नु होला। हामीले के भन्छौँ, जय माटो, जय हर्का साम्पाङ, जय देश, जय माटो गाइस। गाडी चाहिँ कहाँ बहिनीले चाहिँ बुक गरेको? लु मेरो बहिनीले चाहिँ अब भोलिसम्मको लागि जय माटो भन्नु छोडेको छैन है। जय माटो होइन बहिनी, हाम्रो हामीहरू विदेशमा भए पनि हाम्रो मन धन तन सबै कुछ हाम्रो चाहिँ जय माटो छ है गाइस। जय माटो बुझ्नेले मात्रै थाहा हुन्छ, नबुझ्ने थाहा हुँदैन। त्यही भएर गाइस तिमीहरूले घन्टी बजाउँदै गर, म त डेली मङ्गलबारको दिन चाहिँ घन्टी चाहिँ मन्दिरमा बजाएर ट्याङ ट्याङ गर्छ है गाइस। तिमीहरू चाहिँ बजाएर बस है मेरो जस्तै। ल हाम्रो गाडी पनि आइसकेको छ। मेरो बहिनी धेरै बोल्दैन तर ठिक्क बोल्छ गाडी। ल हाम्रो गाडी पनि आइसक्यो ल। अब हामी चाहिँ गाडीमा लाग्यौँ गाइस होइन। आज डरलाग्दो अब मैले आउटफिट गरेको छु। मेरो बहिनीले पनि मलाई के गरेको अरे हल्का बनाउनु पऱ्यो नि त हो त अलवेज। भरे भरे अन्त चिरी कहाँ पाउनु हो आम्मा। मार्दैन त्यति साह्रो छैन। सबैले आफ्नो पर्सनल लाइफ हुन्छ होइन, कसैले नथाहे किन यसो चिरिप गर्दा मिल्छ नि, तर म चाहिँ गर्दिनँ। तर राई म तैँले भन्दा यसले चाहिँ गर्छ है डरलाग्दो। 5 दिनदेखि भनेको गाई बम झरेको झरे गर्न मेरो कानमा चाहिँ जतिखेर बमको आवाज मात्रै आउँछ यार। बट केही हुँदैन। आज म त ढुक्क झर्छ होला बम। सबैजना भाइ गएर गर्छ, हामी चाहिँ ढुक्क आज सुत्छौँ। कुन साइडमा बम झर्छ गिस गर्नु त पर्दैन, यस्तो कुराहरू गर्नु हुँदैन, नथिङ। सो हामी अब मार्केटमा हजुरलाई भेट्ने छौँ गाइज होइन। भेजिटेबल सेक्सन ल। फाइनली गाइज हामी चाहिँ काउन्टरमा आइसकेको छौँ बिल पेमेन्ट गर्नुको लागि। ल ओके मेरो बहिनी चाहिँ बिल पेमेन्ट गर्दैछन्। हाम्रो सपिङ सक्यो होइन बहिनी? यो त 3-4 महिनाको लागि। सो गाइज फाइनली वी डन आवर सपिङ ग्रोसरी। नाउ वी आर हियर टु बी अ पेमेन्ट। हाम्रो सपिङ सक्यो गाइज। अब हामी चाहिँ उबर पर्खिरहेको छौँ। अब फेरि फर्केर जानु पर्ने छ। आज हाम्रो 500सम्मको हाम्रो स्किम थियो, तर त्यति खर्च भएन। जस्ट 200 only guys. A lot of things here. Okay, फेरि पनि भेट्नेछौँ। ल हामी चाहिँ लाग्यौँ हौ भन्थ्यो। ल अब हामी चाहिँ लागेको है गाइस, गाडी चढेको। अब हामी जानु लागेको। ओके फाइनली इज फिनिस। ल गाइस अघि मेरो बहिनी हराएको थियो, म चाहिँ खोज्दा मैले भेटिनँ। किनभने यो हाम्रो कतारको गभर्मेन्ट अनुसारले हामीले उसलाई भिडियोमा देखाउनु मिल्दैन, त्यही भएर अलिकति डिफिकल्टीहरू आइरहेको थियो भिडियो बनाउँदाखेरि। अनि फाइनली मैले बहिनीलाई भेटेँ गाइस। सो प्लिज हेर्नुहोस् कहाँ गएको त्यस्तो अघि। तर आज हामीले कतिको खर्च गऱ्यौँ? हामीले 500को हामीले सोचेको थियो त खर्च हुन्छ नि, कति भयो हाम्रो मिनिमम 3:2 होइन? मेरो चाहिँ त्यस्तै 350 भयो, बहिनीको चाहिँ 200 समथिङ कति भयो। तर त्यति धेरै एक्सपेक्ट नि हामीले चाहिँ 500सम्म राखेको थियौँ होइन। त्यति चाहिँ हामीले सेभिङ राखेको थियौँ।
हाम्रो फुडहरूको लागि तर जेस एक्स्ट्रा खर्चहरू गरेर पनि त्यति चाहिँ हाम्रो 500मा अझै धेरै पैसा जोग्यो सो वी आर भेरी ह्याप्पी गाइस लभ यु गाइस सबैजनालाई फेरि पनि भिडियोको एन्डमा फेरि पनि बिदा माग्नै पर्ने हुन्छ होइन फेरि भेटौँला होइन आज मैले धेरै सपिङहरू गरेँ होइन ग्रोसरीको सो मैले एक्सपेक्टिङ भन्दा पनि भन्दा धेरै एमाउन्ट चाहिँ भएन ठिकै भयो सो दिस इज माई अल ग्रोसरी सामान होइन गाइस सो थाकेको छु म होइन अब माथि लिफ्टमा रुममा चाहिँ थोरै थोरै गर्दै लानुपर्छ किनभने म एकदमै थाकेको सामानहरू सबैजना झोला टन्नै छ अनि त्यसैको साथै अब हजुरलाई म सानो कुरा के भन्न चाहन्छु भने अहिले मैले युट्युब च्यानल खोलेको छु होइन मेरो युट्युब च्यानल चाहिँ ज्यास्मिन चामलिङ हो हजुरले प्लिज गएर भिजिट गरिदिनु होला केही राम्रो नराम्रो हजुरको फिडब्याक होइन मलाई कमेन्ट्सहरू दिनुहोस् जसले गर्दा मैले केही राम्रो गर्नु सक्छु कि मेरो केही सुधारहरू त्यहाँ चाहेको छ कि मेरो फर्स्ट टाइम यो मेरो युट्युब च्यानल हो प्लिज हजुरहरूले गएर भिजिट गरिदिनु होला र हेरिदिनु होला र मलाई सपोर्ट गरिदिनु होला र हजुरको सपोर्टले मलाई पनि धेरै सपोर्ट हुनेछ त्यसको लागि थ्याङ्क यू सो मच फर एभ्री वान टु किप वाचिङ माई भिडियो एन्ड प्लिज डोन्ट फर्गेट सब्सक्राइब जस्मिन चामलिङ माई युट्युब च्यानल एन्ड होपफुली फेरि पनि मैले नयाँ नयाँ केही राम्रो कुराहरू राम्रो भिडियोहरू लिएर आउनेछु र हजुरसँग फेरि पनि भेट्नेछु र यसरी कुराकानी गर्दै जाने र यसरी नै रमाइलो गर्ने र त्यसैको साथै मैले बिदा माग्नुपर्ने हुन्छ ल सबैजनालाई बाई बाई शुभरात्रि and for Ramadan especially for my Muslim friends happy Ramadan to everyone and keep us safe okay don't worry about anything यही मेरो भनाइ हो र thank you so much for everyone keep watching for love you bye bye